हेलो गाइस, म चाहिँ मुला र मटरको अचार बनाउँदैछु हो। मुलाहरू चाहिँ सानो सानो पिस गरेर मैले यसरी घाममा सुकाएँ। मैले चाहिँ मुलाहरू यसरी घाममा सुकाएँ हो। मैले चाहिँ यसलाई एक दिन मात्रै घाममा राखेँ हैन, बेसी बेला सुकाइन। अब चाहिँ म मसला पनि बनाउँदैछु हैन अचारको लागि। यो मसलाहरू चाहिँ सबै म अब रोस्ट गर्छु। कति बजारको अचार किनेर खानु है, कहिलेकाहीँ त घरमा पनि यसरी बनाएर खायो भने राम्रो हुन्छ। बजारको भन्दा त आफूले नै घरमा बनाएर खाएको चाहिँ एकदम राम्रो हो नि त। अब चाहिँ म यसलाई ग्राइन्ड गर्छु अनि चाहिँ मसला रेडी हुन्छ साथीहरू। मेरो मसला पनि रेडी भयो। अब मुला र मटर मिक्स गर्छु। मैले चाहिँ तोरीको तेल हल्का गरम गरेको छु। मैले चाहिँ मुला र मटरलाई मिक्स गरेँ हैन। मिक्स गरेर चाहिँ अब मसलाहरू यसमा एड गर्छु हैन। अनि चाहिँ मेरो अचार रेडी हुन्छ। तपाईहरुलाई पनि मुला र मटरको अचार मनपर्छ भने तपाईहरु पनि यही तरिकाले घरमा बनाएर खान सक्नुहुन्छ हैन। यो चाहिँ एकदम राम्रो पनि हुन्छ नि त। म चाहिँ अचारहरू बनाउँदाखेरि कम्ती मसला मात्रै युज गर्छु हैन, बेसी मसला हामी खाँदैनौँ नि त। तपाईहरुलाई अब कस्तो मनपर्छ हैन, बेसी मसलादार खानु मनपर्छ कि हैन कम्ती, त्यो चाहिँ तपाईहरुकै इच्छाले नै बनाएर खान सक्नुहुन्छ हैन। म चाहिँ तेल पनि कम्ती हैन, त्यहाँबाट मसलाहरू पनि कम्ती नै युज गर्छु, बेसी खाँदिन नि त। मुला चाहिँ कम्ती घाममा सुकाएको छ भने हैन, यसरी बनाएको छ भने चाहिँ अमिलो छिट्टो पस्छ हैन। बेसी घाममा हामीले सुकाएको छौं भने चाहिँ अलिक ढिलो अमिलो हुन्छ र मलाई चाहिँ अलिक छिटै अचार चाहिएको थियो नि त। अनि चाहिँ छिटै अमिलो बनाउनुको लागि चाहिँ यसरी नै एक दिन मात्रै घाममा सुकाएर यो तरिकाले मैले अचार बनाएको नि। तपाईहरुलाई पनि अब कस्तो मनपर्छ हैन, त्यही तरिकाले बनाउन सक्नुहुन्छ। यो चाहिँ मैले ताताको पहिलो लगाएको नि। आज चाहिँ बनाउँछ कस्तो ल साथीहरू, मेरो चाहिँ मटर र मुलाको अचार पनि रेडी भयो।